गुर्जा हिमाल हेर्नुतिर लागिरहेछौँ। साथमा हामी दाउरा पनि खोज्दैछौँ। हामीसँग हाँसी छ। जानेपछि उहाँ हो उहाँ पुग्ने हो। हामी अहिले बसेको ठाउँ त गुर्जा गाउँ हेर्न सक्नुहुन्छ र ढोरपाटन जाने बाटो पनि हेर्न सक्नुहुन्छ। यसको खोज यहाँदेखि 4 घन्टाको समय लाग्छ अरे भनेका हुन् हामीलाई पनि साथीभाइहरूले। यहाँ के अरे यो के अरे जौँ कि गाउँ रे जौँ यहाँका कसैले जौँ आलु खुर्सानी भनेको जौ र त्यसरी पनि पाउँछ हामी जुन ठाउँमा हामी आइरहेछौँ त्यो ठाउँ के अरे एकदम विकट ठाउँ छ जहाँ हामी नेटवर्क विहीन छौँ र हामीसँग टावर छैन होइन। त्यही पनि हामीलाई जस्तो परिस्थितिमा पनि वातावरणसँग रमाउन चाहन्छौँ हामी। जस रमाइलो भइरहेछ होइन। स्वर्ग आए जस्तो हरिब स्वर्ग आए जस्तो कि ट्याक्क केही छैन कहाँ हो कहाँ जस्तो कि होइन। भाग्यमानीले मात्रै देख्ने ठाउँ हो यो। तपाईँहरू पनि भाग्यमानी हुनुहुन्छ हेर्नुहोस् मात्र। गुर्जा गाउँको लाली गुराँस टिप्न पर्यो नि। टिप्दैछ ल केही भन्नु छ? एकचोटि डान्स दिनु त डान्स। हिउँदो वर्षा लेक बेसी भेडी गोठ चर्ने रनबन। अब हामी नेक्स्ट त्यसपछि हामी त्यहाँ पुग्छौँ। अहिलेको टार्गेट भनेको यो ल चाहिँ मेरो भिडियो हेर्नेहरूको लागि के यो माया नै माया छ है उहाँको मान्छेलाई थ्याङ्क यू। ल हामी अब आफ्नै गन्तव्यतिर फेरि नेक्स्ट पार्ट मिठो हुन्छ नि। हेर्नु न यहाँ कस्तो यो यस्तो पहाडमा है यस्तो भिरालोमा होइन गहुँ रोपेर है टक्क मान्छेले यस्तोमा पनि जिन्दगी बिताइरहेको छन्। यस्तो गरेर पनि हामीलाई प्रकृतिमा रमाउन सिक्ने मान्छेहरू यहीँ मात्रै छ। नेपालकै अन्तिम गाउँ कस्तो लाग्यो त नि यो गुर्जा गाउँ आउँदाखेरि मेरो रोका सरलाई? एकदम रमाइलो जस्तो पाए त्यस्तो मान्छे आउँदैन। सुरुमा आउने बेलाको कस्तो लाग्यो? बाटोको अवस्था कस्तो थियो? बाटोको अवस्था हेर्दा त यहाँ कहिले फर्केरै नआउँ जस्तो छ। तर यहाँ आइसकेपछि सब पीडाहरू विलिन हुन्छ होइन। त्यहीपछि प्रकृतिसँग रमाउन पाउँदाखेरि अगाडि सिधा अगाडि माथिबाट त्यही सिधा है अगाडिबाट थोरै माथिबाट त्यहीबाट माथि थोरै माथि खै अरू त्यहाँबाट सिधा आउनु कि सिधा यताबाट कस्तो लाग्यो बहिनी गुर्जा गाउँ? यता हेरेर हेर्न न, यता हेर न कस्तो लाग्छ भनेको र यता हेर ल कस्तो लाग्यो? यता हेर न यता लाज लाग्यो। ल है दाउरा खोज्दै हुनुहुन्छ हाम्रो दाइले चाहिँ। म चाहिँ क्यामराम्यान। दाउरा खोज्न पुरै भिड चाहिँ हिँड्नु भएको छ है। दाउरा त माथि भेटिहाल्छ नि। लामो अन्तराल भन्नुपर्छ यसलाई दाउरा भन्दा यसलाई झिङ्गाटा भन्छ।
केही पाउँदैन ग्यास भन्ने छँदै छैन न नेटवर्क छ त्यही पनि तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छौँ हामी यो ठाउँमा कसरी मान्छे बसेछन् भनेर ल हेर्नुहोस् गाउँ चाहिँ राम्रो छ है तल छ तर मेरो दाइ चाहिँ एकदम दाउरा खेल्न एकदम धेरै मेहनती छ तल जानुभएको दाइ फर्किमा आउनु माथि बसौँ ल हामी जान्छ माथि जाने हो ल उहाँ माथि हामी चाहिँ उहाँ तलबाट आएको उहाँ तल देखेको छ नि दाइ लाली ग्लास पनि छ है हेर्नुहोस् है ल हामी चाहिँ दाउरा खोजेर थोरै दाउरा सङ्कलन गरिसकेका छौँ उकालो यस्तो छ सास फेर्न पनि एकदम गाह्रो भइरहेको छ त्यही पनि तपाईँहरूको धेरै आइपुगिसकेका छौँ 1350 लगभग होइन 2000 2000 भन्दा माथिको हाइटमा छौँ होइन 2350 समथिङ कति छ ए दाजुभाइ अलि माथि गयो भने तपाईँहरूलाई फेरि पुनः माथिको पनि भ्यू देखाउने नै छौँ माथिदेखि त्यहाँ गएपछि गुर्जा हिमाल देखाउने छौँ हामी हाम्रो दाइ यहाँ हुनुहुन्छ पछि म चाहिँ अगाडि सास फेर्न नि एकदम गाह्रो भइरहेको छ तपाईँहरूको लागि भनेर हामी त्यही माथि जाँदैछौँ माया देखाइदिनु होला तपाईँहरू सबै मिलेर सपोर्ट गरिदिनु होला लाइक कमेन्ट त भन्नै पर्दैन सबै ज्ञानी हुनुहुन्छ सबै बुझ्ने हुनुहुन्छ बाटो चाहिँ यस्तो छ हामी कहाँबाट आएको हेर्नुहोस् कहाँ आइपुग्यो अब यहाँदेखि हामी त्यो डाँडा पुग्न अब 10 मिनट बाँकी बाटो त यस्तो उकालो यहाँदेखि गयो भने सिधै तल हो डेन्जर डर लाग्ने डेन्जर डर लाग्ने हामी चाहिँ ठ्याक्क छिर्ने बेलामा ठ्याक्क छिर्ने बेलामा ठ्याक्क यो छ नि यो दुईवटा रुखको ठ्याक्क त्यो बिचबाट बाटैबाट आउने हो त्यहाँदेखि सर यो ऊर्जा गाउँ देख्दाखेरि डेन्जर कुन ठाउँमा आइपुग्यो जस्तो लाग्ने क्या यही हो कि बवाल मोमेन्ट भनेको फर्स्ट स्टार्ट मोमेन्ट यस्तो बवाल लाग्यो अब यसपछि हामी बुर्जा हिमाल जानको लागि चाहिँ अलि यस्तो डेन्जर के अलिक खुट्टा हराउनु पनि अलिक गाह्रै हुने ठाउँ रहेछ जस मजा आइरह अनि त्यसपछि नेक्स्ट हामी यो ठाउँमा जान्छौँ यो पनि बवालै छ यो ठाउँ पनि जो सम्म भेक रहेछ कि हिमाल भेक भए पनि हरिफ लाग्यो चिसो त लास्ट चिसो यो मौसमको हिसाबले गर्दाखेरि म त भिर छाम्दै हिँडिरहेको भिर गाह्रो अवस्था हाम्रो भित्रका भाइ यहाँ क्रस भइसक्यो हावाले उडाउँछ क्या हो चिसोबाट सिगान पनि आइरह यहाँ छ डम्बे भाइ नेट चल्यो होइन यो दारामा आएर होला चलेको टाढो आयो अब हामी यहाँ 5 मिनट त्यो दारामा गएर गुर्जा हिमाल हौ भयो माथि डाँडा हिउँ परेको अवस्था आइज जाउँला फेरि
ला झन् गुर्जा हिमाल हेर्ने भनेको झन् सफ कुहिरो लगाइभइसकेको छ तर हामी लास्ट माथिल्लो पोइन्टमा आइसक्यो टप भ्यू पोइन्ट होइन थकाइ त्यस्तै लाग्यो तपाईँ अब हेर्न सक्नुहुन्छ गुर्जा हिमाल हैया कस्तो धेरै सङ्घर्षपछि यहाँनिर माथि नजाने म त गुर्जा हिमालको कागतिरी छु नि पुरै ढाक्के गुर्जा हिमालको कागतिरी छु नि यार गुर्जा खाने गाउँ हामी लक्की नै भनौँ अब ए अब हेर्न भलक हेर्न मेरो भलक आइहाल्छ नि ल यो बोलेको भिडियो नि हालिदिन्छु त ल म सेयर गरिदिन्छु अहिले त टपमा आएको यार पुरै हिमालय छेकिसक्यो यार थोरै हिँड्न पर्दो रहेछ 20-30 मिनट जति भाइसँग 30 नत्र 20 अहिले त धेरै सजिलो रहेछ कुन ठाउँतिर खास ए भोट हाल्न यसो एनालाइसिस गरेर हाल्न ल